गाइज वेलकम ब्याक टु माई न्यू ब्लग अनि अहिले चाहिँ लामो समय पछाडि चाहिँ म फेरि ब्लग गर्दैछु होइन। अहिले चाहिँ टक्कसँग अलिअलि रात परिसकेको छ अनि चाहिँ अनि धुम्म भइरहेको छ अनि यो पानी पर्ला जस्तो पनि भइरहेको छ। अलिक पढ्दैछ नि छिट गर्दै पढ्दैछ अनि यहाँ चाहिँ भाइ माम खाँदैछ खाना खाँदैछ। हिँडेको नै खेल्दै खाने बानी भएको छैन अहिले त्यसै गर्दै खान्छ। मम्मीले चाहिँ खुवाइदिनु हुँदैछ। आऊ 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 ओ ओ ओ नमस्ते गरिदेऊ त नगर्ने बिस्तारै नमस्ते गरिदेऊ यता हुँदैन नि त अहिले सर्प आउँछ राति अरूको भगवा आएको छ कि छैन भगवा अहिले चाहिँ रिमझिम नै पुरै छ होइन। पानी परि नै रहेको छ यता टक्कसँगले यस्तो दामी वेदर चाहिँ दामी नै भइरहेछ। अब सुत्न चाहिँ मजा हुन्छ चिसै हुन्छ होइन। बेलुका यस्तै पानी परिरहेको भने चाहिँ मजा हुन्छ सुत्नको लागि। यता चाहिँ अगाडितिर यसो फुलबारीहरू छ नि यता चाहिँ है टक्कसँग यता चाहिँ अहिले हुँदैछन् फुलहरू सानो छन्। यता चाहिँ गुलाबको फुल चाहिँ राम्रो भएको छ। तपाईँलाई चाहिँ यो अहिले राति त्यस्तो मजाले देखिँदैन पनि तपाईँलाई म भोलि बिहान देखाउँछु नि चाहिँ। अनि यहाँ पनि छ फुलहरू यो चाहिँ लामो खालको कहाँ पुग्यो यहाँ पुगेछ ओ लड्छ अहिले अहिले चाहिँ पुरै गाडाङ गुडुङहरू गर्दैछ चम्किँदैछ बिजुली चम्किँदैछ होइन। कससँगले अब मौज हुने पो सुत्न चाहिँ भरे अम्बो क्या खतरा झिमिक गऱ्यो यहाँ गाई चाहिँ एकछिन पर्खिनुपर्छ होइन। यहाँ ज्याक गयो भर्खर फेरि यस्तो भइराख्नु रातभरि है मौज हुन्छ। टक्कसँगले यस्तो बेलामा यस्तो वेदर फेरि भयो गाई चाहिँ चम्क्यो बिजुली चम्किसकेको छ यता किसान नकल पारिदेऊ त नमस्ते कोही गरेको गुड आँखा झिम्काइदेऊ न आब्बा ममुला आब्बा दादालाई पनि माया गर्छु दादालाई माया मामुलाई मात्र गर्ने दादालाई नि आब्बा त्यता हुँदैन नि त फेरि गरिदेऊ त अगस्त गरिदेऊ न लड्नलाई हेर्नु छेउछेउमै हिँड्छ। अब चाहिँ खाना खाने बेला भइसकेको छ अनि टक्कसँगले भात अनि बोडी र आलु अनि अचार छ यहाँ चाहिँ अनि त्यसको सँग घिउ मजाले अब मोलेर खाइदिन्छ। मम्मीले पनि यहाँ हुनुहुन्छ मम्मीले पनि खानुहुँदैछ अब खान्छौँ हामी चाहिँ हामीले खाना खाइसकेको छु होइन। अनि टक्कसँगले म चाहिँ यहाँ बसिरहेको छु होइन। मैले काम पनि गरिसकेँ यहाँ सबै बढाइकुडा गर्ने अहिले सबै टक्कसँगले गरिसकेको छु अनि अझै पनि सिम पानी परि नै रहेको छ होइन। अब यता चाहिँ सुत्न आँट्नुपर्छ लाग्यो मलाई चाहिँ होइन। अलिक अँध्यारो रहेछ हामी चाहिँ भर्खर खाना खाइसकेको यहाँ पनि अब यहाँ चाहिँ पुरा टाकटुकी हिँडाइसक्नु भयो जस्तो छ। हेलो गाइज होइन गुड मर्निङ होइन। अब बिहान भइसकेको छ अनि अहिले चाहिँ अब 8 बज्न आँटेको छ अनि त्यो गरेँ होइन। अघि चाहिँ म पढ्दै थिएँ त्यही भएर अहिले गरेको अहिले भर्खर गर्न थालेको अनि अहिले चाहिँ लिची यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले यस्तो छ लिची होइन रातो भएको छ खानु नि। हामीले चाहिँ यहाँ पुरै झ्याप्पै थियो होइन बेचिसक्यौँ अरू चाहिँ यति चाहिँ बाँकी भएको छ यति चाहिँ त्यहाँ पनि छ होइन। यहाँ भइगयो यता पनि छ लिची एउटा टिपेर खाइदिउँ यता गाई चाहिँ अनि गुलियो पनि हुन्छ। यो नयाँ स्कुलको लुगा सिलाएको थिएन मैले अनि
यो अहिले चाहिँ चेक गर्नुको लागि चाहिँ अब लाउन आँटेको होइन कति ठुलो भयो अब ठुलो त ठुलै भनेको पेन चाहिँ सर्ट चाहिँ फिटिङ भएको पेन चाहिँ अलिकति ठुलै भएको होइन अलिकति ब्यागी स्यागी लाउनु पर्छ भनेर अनि ब्याग हेर्दा नि बेली खालको त्यही भनेर अनि अब युज गर्नु लगाएको छु अनि ठिक हुन्छ कि हुँदैन अब चेक गर्नुको लागि चाहिँ लाउन आँटेको गाइस है आज चाहिँ फेरि होइन त्यस्तो चर्को घाम लागेको छैन होइन तरै गर्मी चाहिँ छ हप्प खालको त्यस्तो पुरै टक्क टन्टला पुरो घाम चाहिँ छैन है अहिले चाहिँ आज भरे फेरि कस्तो हुने होइन भरे त भन्न सकिँदैन भरे 1-2 बजीतिर त 12 बजीतिर 1-2 बजीतिर चाहिँ अति नै गर्मी हुन्छ स्कुलमा फेनले पनि काम गर्दैन क्या त्यत्रो गर्मी हुन्छ हाम्रो स्कुलमा चाहिँ अब सबै ठाउँतिर त्यस्तै हो अहिले फेरि पानी पर्छ क्या अहिले बेलुकातिर पानी पर्नुपर्छ सिम पानी पर्छ त्यस्तै हो है घाम लागिरहेछ भनेको थियो होइन मैले भनेको फेरि उल्टो भइदिएको अहिले फेरि पानी पर्ला जस्तो भइरहेछ मौसमले पनि यहाँ अलिक धुम्म होइन पुरै घामै अहिले त घामै हराइसक्यो पुरै बादल आइसकेको छ घामै हराइसक्यो हाम्रो फेरि त्यहाँ फेरि लिची हेर्न गाइस होइन हाम्रो फलिसक्यो अनि हामीले बेची पनि सक्यौँ त्यहाँ भर्खर रातो हुँदैछ जससँगले होइन अब पुरै पानी पर्ला जस्तो भइरहेछ अब अलिक अध्यारै भएर पानी पऱ्यो भने चाहिँ क्लासमा पढाइ हुने सम्भावना छैन है फेरि मम्मी चाहिँ कहाँ जानु भयो फेरि तल आएको खाना खानुको लागि कहाँ जानु पो जानुभयो 8:30 हुन लागिसक्यो यार ढिलो पो हुन्छ त फेरि मलाई त अब आजको लागि यति नै होइन ब्लग अब एन्ड गर्नुपर्छ म स्कुल जानुको लागि रेडी हुनुपर्ने होइन अब ढिलो पनि हुन आँटिसकेको छ आजको दिन बिहिबार हो अनि भोलि शुक्रबार फुल लाग्छ अनि आइतबार छुट्टी होइन फाइनली हाम्रो पनि त्यस्तो सुरु भएको छ अनि अस्तिसम्म चाहिँ त्यस्तो भएको थिएन अनि पछि आएर चाहिँ अब हामीले पनि त्यस्तो गर्नुपर्छ भनेर चाहिँ हाम्रो स्कुलले त्यस्तो गर्नु थालेको छ शुक्रबार फुल लाग्ने 5th पिरियड पछि चाहिँ हाम्रो के हुन्छ इसिए हुन्छ के खेलकुदहरू खेलकुद भन्दा पनि क्लासभित्रै इन्डोर केही गेमहरू हुन्छ अनि त्यसलाई नि हामी खेल्छौँ अनि अब सन्डे चाहिँ पुरै छुट्टी हो सटरडे सन्डे 2 दिन पुरै छुट्टी छ होइन चर्चसँगले अब चाहिँ म स्कुल जानको लागि रेडी हुन्छु होइन आई होप तपाईँलाई भिडियो राम्रो लाग्यो प्लिज लाइक एन्ड सब्सक्राइब बाई